नमस्कार, यो हो कक्षा 12 को राष्ट्रिय परीक्षा बोर्डको इक्जाम पेपरको क्वेसन प्याटर्न। हामीहरूको यसमा 75 मार्क्सको क्वेसन पेपर हुन्छ, जसमा हामीले 27 ल्याए चाहिँ पास मार्क्स हुने हुन्छ। अब हामी क्वेसन प्याटर्नको बारेमा कुरा गर्दैछौँ। हाम्रो क्वेसन नम्बर 1 मा रहेको हुन्छ अनसिन प्यासेज, जसमा 15 मार्क्सको अनसिन प्यासेज हुन्छ। त्यसमा हाम्रो क्वेसन नम्बर 1 मा 3 वटा भागमा बाँडिएको हुन्छ, जसमा ए मा फिल इन द ब्ल्याङ्क्स हुन्छ 5 मार्क्सको, ट्रु फल्स अर नट गिभन हुन्छ 5 मार्क्सको, और क्वेसन आन्सर हुन्छ 5 मार्क्सको। अनि हाम्रो क्वेसन नम्बर बी मा लिटरेचर सेक्सनबाट भएको हुन्छ, जसमा 5x2 हुन्छ, 5 वटा 10 नम्बरमा हुन्छ क्वेसन नम्बर ए मा चाहिँ सर्ट स्टोरीबाट आउने हुन्छ, क्वेसन नम्बर बी मा चाहिँ सर्ट स्टोरी अथवा एस्सेबाट आउने हुन्छ क्वेसन नम्बर बी मा, क्वेसन नम्बर सी मा आउँछ पोएमबाट, क्वेसन नम्बर डी मा फेरि एस्सेबाट आउँछ, और क्वेसन नम्बर ई मा अनेक प्लेबाट आउने हुन्छ। त्यसपछि हाम्रो क्वेसन नम्बर सी मा पनि 3 मा पनि लिटरेचरबाट आउने हुन्छ, जसमा ए मा पोएमबाट आउँछ र 1 मा अनेक प्ले अर स्टोरीबाट आउने हुन्छ, जो 10 मार्क्सको हुन्छ। अनि क्वेसन नम्बर 4 मा रहेको छ हाम्रो फ्री राइटिङ। फ्री राइटिङमा हाम्रो क्वेसन नम्बर 5 वटा मध्ये एउटा हुने हुन्छ, 7 मार्क्सको हुने हुन्छ, जसमा हामीले प्याराग्राफ राइटिङ पनि आउन सक्छ, समरी राइटिङ पनि आउन सक्छ, न्युज स्टोरी पनि आउन सक्छ, स्केलेटन स्टोरीज पनि आउन सक्छ। यिनीहरूमध्ये हाम्रो एउटा गर्नुपर्ने हुन्छ। अनि हाम्रो क्वेसन नम्बर 5 मा रहेको हुन्छ राइटिङमा हाम्रो जब एप्लिकेसन आउन सक्छ, एडिट लेटर आउन सक्छ, अनि इमेल आउन सक्छ, बिजनेस लेटर आउन सक्छ। अनि क्वेसन नम्बर 6 मा आउने गर्छ हाम्रो एस्से, प्रेस रिलिज, बायोग्राफी, मेमोरिज। अनि क्वेसन नम्बर 6, 7 र 8 मा चाहिँ आउने हुन्छ हाम्रो ग्रामर, जसमा यो माथिको 10 मार्क्सको हुन्छ, तलको 8 मार्क्सको हुने हुन्छ, जसमा